हेलो अनि नमस्ते गाइस, तपाईहरु सबैजनालाई सन्चै हुनुहुन्छ होला। म विजय लामाको तर्फबाट फेरि पनि नमस्कार भन्न चाहन्छु है। अनि आज शनिबारको दिन अनि हामी चाहिँ टनेल बनाउँदै थियौ। तपाईहरुलाई मैले एउटा भिडियो टनेल बनाएको देखाएको थिएँ है। टनेल बनाएर चाहिँ सकेको छैन हाम्रो, अनि हाम्रो चाहिँ टनेल बनाउने क्रममा फेरि कौली काट्ने बेला भएको छ है। अर्कै बारीको अनि हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो बारी हो है। काट्नु हुँदैछ अनि आज चाहिँ अब हामीले कौली काटेको भिडियो तपाईहरुलाई देखाउनेछौँ। हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो कौली काट्ने कार्यक्रम हुँदैछ। हाम्रो भाउजूहरू हुनुहुन्छ, दिदी भेनाहरू सबैजना मिलेर कौली काट्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो छुट्टै हो यतापट्टिको, अनि कौली काट्ने क्रम छ। अनि आज चाहिँ पानी पर्ला जस्तो भइरहेछ है, तै पनि पानी परेको छैन। आज यो पानी पर्दैन हाम्रो कौली काटेर नसकेसम्म। त्यही भएर हामी चाहिँ यसरी कौली काट्दैछौँ, अब कौली बोक्दैछौँ है। यो चाहिँ हाम्रो 2 लट काटिसकेको छ गाइस है। अनि यो चाहिँ फुलेकोहरू छानेर काटिरहेको। जस राम्रै हुँदो रहेछ, पानीहरू मिल्यो भने, पानीको मात्रा मिल्यो भने राम्रै हुँदो रहेछ। अनि यहाँ मुला पनि रोपेको छौँ हामीले, मुला पनि 1 लट बेचिसकेका छौँ। अनि मैले चाहिँ भिडियो बनाएर हाल्न अलि ढिलो भयो है। अनि यस्तै कामको व्यस्तताको कारणले गर्दा भिडियो बनाउन पाइनँ। यो चाहिँ मेरो शिरमा दिन्छु। ल है, कौली टिपेको हो कि रिसले पछारेको हो? मै भेट्दैन। छोड्यो भाइ। सक्छ बिस्तारै बिस्तारै बिस्तारै, ओए बिस्तारै भने हिँडेको होइन कि तिम्रो गोडा, एउटा गोडाले चिन्दैन नि त।